अब एउटा रात्रिगन्थन छ, अलि लामो जस्तो महसुस गरेको छु मैले यसलाई। कवीन्द्र ओझा कवि मन लेख्नुहुन्छ। मौवा डोटी उहाँको घर, अहिले काठमाडौँबाट हामीलाई पठाउनु भएको छ। कवीन्द्र ओझाको रात्रिगन्थन सुरु हुन्छ यसरी। लकडाउनको समय सायद मेरो जिन्दगीको सबैभन्दा शान्त तर भित्रभित्रै सबैभन्दा ठूलो हलचल भएको समय। त्यो बेला संसार रोकिएको जस्तो थियो। सडकहरू सुनसान, मान्छेहरू घरभित्र सीमित र हरेक दिन अनिश्चितताले भरिएको। तर त्यही बन्द संसारभित्र अनन्त यादहरू, निश्चल भावहरू अनि प्रेमिल गफहरू मेरो जिन्दगीमा एउटा अनौठो ढोका खुल्यो। हामी कहिल्यै आम्ने सामने भेटेका थिएनौँ। सबै कुरा सुरु भयो एउटा सामान्य मेसेजबाट। अनलाइन लुडो खेल्छौँ, साथीहरू छौँ हामी। लकडाउनमा 4 भित्ताभित्र दिनहरू यसरी नै बित्थे, प्राय सबैको धनगढीमा। यति सानो वाक्यले कसरी यति ठूलो अर्थ बोक्छ? न भेटघाट न राम्रोसँग चिन्जान, तैपनि आत्मीयता त्यो मैले त्यही बेला बुझेँ। ऊ आफ्नै संसारकी सुरक्षित परिवार, फरक परिवेश, म भावुक, जे कुरा नि सामान्य लिने अनि सधैँ अलि चुपचाप रहने। लकडाउनले हामीलाई टाढा राखेको थियो, तर अचम्म त्यही दूरीले हामीलाई नजिक ल्यायो। दिनभरको एक्लोपन, डर अनि अनिश्चितता, यी सबै कुरा हामी एकअर्कासँग बाँड्न थाल्यौँ। रात ढल्दै जाँदा हाम्रो कुरा झन् गहिरिँदै जान्थ्यो। उनी भन्थिन्, तिमीसँग कुरा गर्दा समय रोकिए जस्तो लाग्छ। म मुस्कुराउँथेँ, तर मनभित्र थाहा थियो यो केवल कुरा होइन, यो बिस्तारै बढ्दै गएको माया हो। तर हाम्रो कथा सजिलो कहाँ थियो र? समाजको विभेद, रिस अनि मनगढन्ते कुराहरू पहिल्यै थियो। अब थपियो परिस्थितिको दूरी, न भेट्न सकिने न खुलेर भन्न सकिने। एक दिन मनमा लाग्यो कि यदि यो लकडाउन सकियो भने हामी पनि टाढा हुन्छौँ होला। म केही भन्न सकिनँ, किनकि त्यो सोच साँचो थियो, हुने नै थियो अनि भयो पनि। हामी नजिकैका थियौँ परिस्थितिका कारण, र सायद टाढा पनि त्यही कारणले हुने थियौँ। दिनहरू बित्दै गए, लकडाउन खुल्न थाल्यो, मान्छेहरू बाहिर निस्किन थाले, तर हाम्रो सम्बन्ध भित्र कतै अड्कियो। उनको म्यासेज कम हुँदै गयो र एक दिन बिल्कुलै बन्द भयो। न कुनै झगडा, न कुनै अलविदा, बस शून्यता। कवीन्द्र ओझा अगाडि लेख्नुहुन्छ, तर रहस्यमय कुरा के छ भने आज पनि जब म फोन हातमा लिन्छु, कहिलेकाहीँ लाग्छ उनको मेसेज आएको छ। राति जब सबै चुप हुन्छ, पुराना च्याटहरू खोल्दा त्यो समय फेरि बाँचे जस्तो लाग्छ। मलाई थाहा छैन ऊ अहिले कहाँ छिन्, कस्तो छिन्। सुनेको थियो बियोनी भयो रे। तर एउटा कुरा पक्का छ, त्यो लकडाउन केवल बाहिरी संसार बन्द गर्ने समय थिएन, त्यो एउटा जीवन निहाल्ने, आफैलाई हेर्ने, बुझ्ने समय त थियो नै। तिम्रो अनि मेरो पनि समय थियो। सायद त्यो प्रेम थियो, सायद केवल परिस्थिति, तर जे थियो साँचो थियो। तर अब मात्र नदीको 2 किनारा चाहिँ। कवीन्द्र ओझा, कवि मन, मौवा डोटी, हाल काठमाडौँ।